एउटा चाहिँ होइन बच्चा जन्मायो अरे तर उसको नाम के राख्ने भनेर कन्फ्युज भयो अरे क्या। अनि भगवान्लाई पुकार्यो अरे, ओम ओम गरेर पुरा मन्दिरमा गएर प्रभु उपस्थित भयो अरे क्या। अनि के भयो बालक तिमीले भन्थ्यो, हजुर मेरो बच्चा जन्मेको छ हजुर, नाम के राख्ने कन्फ्युज भएर हजुरलाई सम्झेको हो भनेर। तँलाई म श्राप दिन्छु, मेरो पार्वतीसँग कस्तो डेटिङ चलेको थियो तँले मलाई डिस्टर्ब गर्ने। तेरो बच्चाले फर्स्टचोटि बोली फुट्दाखेरि जसको 2जनाको नाम लिन्छ त्यो मरिजाओस् भनेर श्राप दियो अरे। तनाव भएर घर आयो अरे। अब उसले त बाबुआमाको नाम लिन्छ सुरुमा होइन। तनाव भएर बच्चा दिनदिनै ठुलो हुँदै हुँदै गएको छ नि। एक दिन आमा भनेर क्या बच्चाले, आमा ती सेन्टी प्लान्ट भयो क्या। बाउ त मरेन अरे, पुरा रमाइरहेको अरे, म त मरिनँ भनेर। भोलिपल्ट बाबा भनेको र छिमेकी मनिष मलाई जित्छु जस्तै लाग्छ। र तिमीहरू दुईटा को जित्यो? उठ्यो। कति वर्ष होइस् त? म 11। त कति वर्ष होइस्? म 12। अनि को जेठो हो? ए 10 लाएर 9 मा पुग्छु अब 10 लाएर 9 लेग साइड बसेपछि त अनि पहिला त भैँसीले त इङ्ग्लिस बोल्छ भन्थ्यो होइन रे? त मम खाएकै भैँसीको त मम खाएकै। यता फर्केर हाई गर्नु त। नमस्ते। नमस्ते, हजुरको नाम? मेरो नाम प्रियङ्का पौडेल। मास्क खोल्न मिल्छ? प्रियङ्का जी, हजुर कहाँबाट आउनु भएको? म चाहिँ स्विडेनबाट आएको हो। स्विडेनबाट? हजुर। कहिले आउनु भएको? अस्ति भर्खर 4-5 दिन भयो होला।